माछा आज चाहिँ मेरो लागि माछाले कति धेरै माछा देख्दै सबै मेरो लागि अरे। बहिनीहरूले चाहिँ चिकन खाने अरे, मेरो लागि चाहिँ माछा या अन्डा पनि छ। हल्का हल्का झोल हालेर खानुपर्छ माछा त। लु अस्ति खाना अलिकति खाएर डायलिसिस गरेको, पुरै जिउ खत्तम, चक्कर लागेर हो। डायलिसिस गर्दाखेरि चाहिँ हाम्रो पेटको पानीहरू सबै निक्लिन्छ अनि पेटमा भएको प्रोटिनहरू सबै जान्छ अनि पुरै विक बनाउँछ नि त, सकिँदैन। अनि अस्ति चाहिँ म अब डायलिसिस गर्न गएको होइन, मेन चाहिँ पेटको पानी निकाल्न पर्यो भनेको डक्टरले डायलिसिस दियो। खाना पनि नखाइकन गएको थिएँ, भातहरू पनि नलिकन गएको थिएँ। अनि त्यस्तो नखाइकन गर्दा चाहिँ पुरै विक, पुरै चक्कर लागेर निन्द्रा मात्रै लाग्ने भएको छ अहिले। त्यही भएर आज माछा मगाएर माछा र भात खाएको, नभनी यस्तो पाराले बाँचिँदैन नि। घुराएर टाउकोमा बस्न सकिँदैन विक भएर। अब यतिको खाए पछाडि चाहिँ अलि तागत आउँछ कि, तागत नआउँदा त निन्द्रै मात्रै लाग्दो रहेछ खालि पुरै। आज दिनैभरि सुतेको छु, चक्कर लगाएर। नसके नि बस्न।